सम्झना सक्नु हुनेछ। डीजे शयाइती जस्तै मन्दिर र गुम्बाजातमा लाग्ने धार्मिक तथा संस्कृति प्रोग्रामको लागि सम्झना सक्नु हुनेछ। डीजे शयाइती सास्ते सांस्कृतिक प्रोग्राम र लोछार्नका औ फुटबल प्रतियोगितामा सम्झन सक्नु हुने। डीजे श्याम त्यस्तै सहकारी संस्थाको प्रोग्राम होस् या कुनै पार्टीको प्रोग्राम त्यसमा पनि सजना सक्नु हुनेछ। डीजे श्याम कन्सर्टको लागि पनि सम्झन सक्नु हुनेछ।